धन्यवाद। म प्रेम कुमार साम्बयु हेफर इन्टरनेशनल बुटवल क्षेत्र कार्यालयमा सिनियर प्रोग्राम म्यानेजरको रूपमा कार्यरत छु। यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु, विशेष गरेर यहाँले यो हेफरको विषयमा जुन किसिमले जानकारी लिई हाम्रो कार्यक्रमको विषयमा यहाँले जुन एउटा मिडिया मार्फत जानकारी दिँदै हुनुहुन्छ त्यसको लागि म धन्यवाद दिन चाहन्छु। विशेष गरेर यो हेफरले हामीले दुई किसिमको काम गर्दैछौँ। मुख्यतया त एउटा नेपाल सरकारसँग साझेदारीतामा हामीले साना किसानलाई विशेष गरेर उहाँहरूको खाद्य सुरक्षा, पारिवारिक आमदानी बढाउनुको साथसाथै हामीले चाहिँ उहाँहरूसँग मिलेर वातावरण जोखिमलाई कसरी संरक्षित गर्दै लैजाने भन्ने विषयमा नि हामी त्यो विषयमा काम गर्दैछौँ। र विशेष गरेर यो कार्यक्रममा उहाँहरूको स्थानीय सरकारको प्राथमिकीकरणमा परेका कार्यक्रमहरूलाई हामीले चाहिँ सहकार्यमा विशेष गरेर प्राविधिक पक्षमा हामी चाहिँ सहयोग गर्छौँ। र यसमा विशेष गरेर हामीले चाहिँ के भन्दाखेरि साना किसानहरू, यसमध्येमा विशेष महिलाहरू अनि युवाहरू र पछाडि परेको आर्थिक हिसाबले कमजोरी वर्गहरूलाई मिलेर चाहिँ हामी काम गर्छौँ। र विशेष गरेर उत्पादन, कृषिमा उत्पादन, त्यस्तै गरेर पशुका विशेष गरेर बाख्राहरू, डेरीहरू र अन्य कुराहरूमा हामी चाहिँ उहाँहरूसँग मिलेर यो उत्पादन बढाउने, उत्पादकत्व बढाउने साथसाथै त्यसलाई चाहिँ बजारसँग मूल्य श्रृङ्खलामा जोडेर बजारीकरण गर्नलाई चाहिँ हामीले यहाँ सहयोग गरेका छौँ। र विशेष गरेर अहिले हामीले काम गर्दा चाहिँ यो उहाँहरूसँग पाल्पा अनि अर्घाखाँची, गुल्मी र स्याङ्जा जिल्लामा कार्य छौँ। र अहिले चाहिँ हामीसँग सक्रिय 10वटा यो गाउँपालिकाहरूसँग मिलेर काम गर्छौँ। त्यसै गरेर यसबाहेक हामी चाहिँ यो सहकारीहरूसँग 81वटा सहकारीहरू छन्। यस अन्तर्गत बुटवल क्षेत्र कार्यालय अन्तर्गत र करिब करिब 50,000 यसमा चाहिँ महिलाहरू हुनुहुन्छ। र उहाँहरूको पनि यो सहकारीहरूलाई व्यावसायिक केन्द्र मानेर विशेष गरेर चाहिँ उहाँहरूलाई उत्पादन गरेका चिजहरूलाई विशेष गरेर अब जस्तो भनौँ न अब बाख्रा नै भयो एउटा प्रमुख कुराहरू, त्यस्तै गरेर अब डेरीका कुराहरू भए, अनि त्यहाँबाट चाहिँ तरकारीका कुराहरू भए र त्यसलाई चाहिँ उहाँहरूसँग मिलेर उहाँहरूको संस्थागत विकास गर्दै यो बजारीकरणमा विशेष गरेर हामी चाहिँ अलिकति सहयोग पनि गर्छौँ। अब यो सहयोग गर्दै आइरहेछौँ। र एउटा यहाँले चाहिँ राम्रो उदाहरणको लागि भन्यो भने चाहिँ अहिले यहाँबाट 3टा सहकारीले एकदमै राम्रो उत्पादन गरेका चिजहरूलाई चाहिँ सामूहिक बजारीकरण गर्नुहुन्छ। र यो चाहिँ जस्तो भन्नु उदाहरणको लागि मिलनसार यो सामूहिक उद्यमी सहकारी संस्था छ जो चाहिँ पाल्पा स्थित छ तानसेनमा, र उहाँले चाहिँ तरकारीको बजारीकरण गर्नुहुन्छ। र 15वटा सहकारीले उत्पादन गरेका चिजहरूलाई सँग चाहिँ समन्वय गरेर त यो उहाँहरूबाट उत्पादन भएका चिजहरू चाहिँ थोक बजारमा ल्याउने र थोक बजारबाट चाहिँ अन्य व्यापारीहरूसँग सम्पर्क गरेर उहाँले चाहिँ यसरी तरकारीको बजारीकरण गर्दै हुनुहुन्छ। त्यस्तै गरेर गलदाका सहकारी दिदीबहिनीहरूले उत्पादन गरेका विशेष गरेर चाहिँ अदुवा जो चाहिँ अर्ग्यानिक सर्टिफिकेसन पनि प्राप्त गर्नुभएको छ। र उहाँले चाहिँ यो चाहिँ एकस्टा भन्ने चाहिँ यो नेदरल्यान्ड अवस्थित त्यो कम्पनीसँग मिलेर बाहिर पनि उहाँले चाहिँ यो बजारीकरण गर्न सुरु गरिसक्नु भएको छ। त्यस्तै गरेर उहाँले चाहिँ अब यो गेडागुडी अब जे उत्पादन हुन्छ त्यस ठाउँमा त्यसलाई चाहिँ बजारीकरण गर्दै हुनुहुन्छ। अब अहिले चाहिँ हामी यो रुरुमा चाहिँ पालिकासँग मिलेर त्यहाँको एउटा स्थानीय रुरु कृषि बहुद्देश्य सहकारी संस्था छ, त्योसँग मिलेर चाहिँ थोर्गेली यो गुड हैन र त्यसको एउटा चाहिँ ब्रान्डिङ गर्ने र त्यसलाई चाहिँ बजारीकरण गर्ने काम चाहिँ भइरहेछ अहिले। यस्तै कामहरू चाहिँ भइरहेछन्। र विशेष गरेर हाम्रो केन्द्रित भनेर चाहिँ महिला, साना किसान महिलाहरू, त्यसै गरेर युवाहरू नै हुनुहुन्छ। र अलिकति आर्थिक तथा त्यो सामाजिक हिसाबले अलिकति पिछडिएका त्यस्तालाई हामी चाहिँ अलिकति उहाँहरूसँग पहिरो पनि गर्छौँ।
र त्यस्तोलाई चाहिँ त्यो कार्यक्रममा विशेष गरेर समाहित गर्ने चाहिँ हामीले चाहिँ अहिले प्रयास गरिरहेका छौँ। भनिसकेको छु यहाँहरूलाई, यो हाम्रो विशेष गरेर चाहिँ नेपालसँग स्थानीय सरकारसँग चाहिँ साझेदारी कार्यक्रम छ कृषि तथा पशुमा, र यसमा चाहिँ विशेष गरेर 70% बजेट चाहिँ उहाँहरूले प्रावधान गर्नुहुन्छ। त्यसमा चाहिँ 30% जस्तो विशेष गरेर चाहिँ हेफरले गर्ने र साझेदारी संस्था स्थानीय साझेदारी संस्थासँग मिलेर हामीले चाहिँ प्राविधिक हिसाबले सहयोग गर्छौँ र त्यो उत्पादन बढाउनुको लागि, उत्पादकत्व बढाउनुलाई र बजारीकरण गर्नको लागि। र विशेष गरेर अर्को कुरो चाहिँ के भन्दाखेरि यो महिलाहरूलाई चाहिँ सङ्गठित गर्ने काम पनि गर्छौँ हामी भनेर, यो स्वावलम्बी समूह र त्यसलाई चाहिँ अब स्वावलम्बी समूहलाई अनि सहकारीसँग ल्याउने काममा चाहिँ गर्छौँ। र अन्तिममा भनेको चाहिँ के भन्दाखेरि यो हाम्रो मुख्य उद्देश्य भने चाहिँ के भन्दाखेरि साझेदारीसँग काम गर्दाखेरि उहाँहरूको स्थानीय सरकारको प्राथमिकता परेका कार्यक्रममा हामीले सहयोग गर्ने हैन, उत्पादन बढाउने, उत्पादकत्व बढाउने, साथसाथै बजारीकरण गर्नलाई सहयोग गर्ने र उहाँहरूको पैसाबाट चाहिँ विशेष गरेर चाहिँ प्रत्यक्ष रूपमा चाहिँ साना किसानहरूकोमा त्यो कार्यक्रम पुगोस् भन्ने नै हो। र यसमा जति पनि अब यो त्यसलाई सञ्चालन गर्नको लागि अब चालु खर्चहरू त्यो चाहिँ यो हेफरको तर्फबाट चाहिँ हामीले अहिलेसम्म प्रावधान गर्ने काम छ। र विशेष गरेर उहाँको 70% जुन रकम उहाँले विनियोजन गर्नुहुन्छ त्यो भने चाहिँ प्रत्यक्ष रूपमा किसानहरूलाई चाहिँ फाइदा हुने खालका चाहिँ कार्यक्रममा जाओस् भन्ने चाहिँ हाम्रो चाहना छ। र त्यही अनुसार पनि हामी मिलेर चाहिँ हामी काम गर्दैछौँ।